आजको यो मेरो यात्रा भनेको कोरियाको सुवोन स्टेसनसम्म रहेको छ। सुवोन जानको लागि म चाहिँ सुरुमा बस चढ्नु पर्ने हुन्छ ट्रेन स्टेसन यकसम्म जान। मेरो चाहिँ बसेको नजिकै यो गुन्जियाम यक रहेको छ। गुन्जियाम यक पुग्नको लागि मैले 10-15 मिनट जति बसमा चढेर थोरै हिँडेर जानुपर्ने हुन्छ। अनि त्यसपछि लगत्तै गुन्जियाम यक आउँछ है साथीहरू। हजुरहरू देख्न सक्नुहुन्छ उ परको गुन्जियाम यक हो। गुन्जियाम यक भनेको चाहिँ यही स्टेसन हो। यहाँबाट चाहिँ ट्रेन चढेर जहाँ पनि पुग्न सकिन्छ। सौल गयो भने मलाई 1.5 घण्टा लाग्छ, सुवोन गए पनि मलाई 1.5 घण्टा लाग्छ। म चाहिँ बिचमा छु के, सौल र सुवोनको बिचमा उति नै टाइम लाग्छ। म चाहिँ हिँडेर यो कार छुवाएर चाहिँ पास गरे, बोर्डिङ पास हैन, पैसा काट्छ अटो। कोरियाको विकास देख्दाखेरि मलाई यति चकित लाग्छ नि, आश्चर्य लाग्छ। हेर्नुहोस् न, यहाँ लिफ्ट अटो सिस्टम चलिरहेको हुन्छ, मान्छे होस् नहोस् हैन, त्यत्तिकै चलिरहेको हुन्छ क्या। जस सेवा सुविधा चाहिँ एकदम राम्रो छ। कोरियाको सिस्टम चाहिँ मलाई सबैभन्दा राम्रो लाग्छ धेरै। त्यही भएर चाहिँ म प्रायः जस्तो यात्रा गरिरहेको हुन्छु ट्रेनमा जाँदाखेरि चाहिँ मलाई छिट्टो र एकदम सहज हुन्छ, कम्फर्टेबल हुन्छ। त्यही भएर पनि म प्रायः जसो ट्रेनमा यात्रा गर्छु। गुन्जियाम यक आइपुग्यो साथीहरू। यो यो सुवोन आउँदाखेरि चाहिँ यति भिड हुन्छ नि साथीहरू। यो हिँड्दाखेरि मान्छेको खुट्टा राख्ने ठाउँै हुँदैन। सुवोन यक भनेको चाहिँ यही हो। तपाईँहरू देख्न सक्नुहुन्छ सुवोन यक भनेर लेखेको छ है बोर्डमा पनि। यो चाहिँ कोरियाको ग्याङ्गी-दो सुवोन। सम्पूर्णमा नमस्कार, 안녕하세요 여러분। अहिले चाहिँ म दक्षिण कोरियाको ग्याङ्गी-दो सुवोन नजिकै रहेको छु। यो चाहिँ सुवोन स्टेसनको नजिकै रहेको एके प्लाजाको माथि अन्डरग्राउन्डको पनि एकदम टप फ्लोरमा आएको छु। हजुरहरू देख्न सक्नुहुन्छ टप फ्लोरको वातावरण चाहिँ यस्तो छ है, कस्तो रमाइलो छ क्या। यहाँ तपाईँहरू कहिलेकाहीँ सुवोन घुम्न आउनुहुन्छ भने एके प्लाजाको नजिकै आउनु होला। अनि यहाँ माथि चाहिँ सबैभन्दा माथि आएर घुम्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। कति रमाइलो छ, प्लेन उड्दैछ होइन। अनि यहाँको बाहिरको सिन देख्न सक्नुहुन्छ, घाम लागिरहेको छ। यता घाम लागेको पनि देखाइदिनु होला, कस्तो मजाको छ, सिरियसै उडाइरहेको छ होइन। अनि अर्को कुरा भनेको यहाँ बस्नलाई एकदम रमाइलो छ। आजको छुट्टीको दिन बिदा मनाउनको लागि चाहिँ म मेरो गाउँको प्रिय साथी अरुण छिङ्गुलाई भेटेर माथि एके प्लाजामा साथमा क्यामेराम्यानमा चाहिँ हाम्रो रोशन सर हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद छ। आउनुहोस् हामी घुमौँ यता। अहिलेको वातावरण कस्तो छ भन्दाखेरि Korea, Habibi, come to Korea.
स्टेसनको नजिकै रहेको एके प्लाजाको माथि टप बिल्डिङ फ्लोर हो। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ कस्तो राम्रो छ क्या भ्यू। यहाँको नजिकै घुम्न आएको छ भने चाहिँ कृपया सबैजना घुम्न आउनु होला, छुट्टी मिलाएर कहिलेकाहीँ भनेको तपाईँलाई मुड फ्रेस हुन्छ। अनि यहाँ एक्लै पनि आएर बसेर कफी सफी खाएर घुम्न सक्नुहुन्छ। हामी चाहिँ साथमा साथीहरू अब छिङ्गु छौँ होइन, छिङ्गुहरू छौँ।